हामी अभिषेक र म थेरेपी गर्न ठाउँ जाँदैछौँ। अभिषेक गाइज हामी थेरेपी सेन्टरमा आइपुग्यौँ। यहाँ यस्तो छ हाम्रो थेरेपी। यहाँ चाहिँ पोखरी छ गाइज, यो किर्तिपुरको पोखरी। गाइज हाम्रो सेवा पनि आइसक्यो। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट ब्लग एपिसोड नम्बर 18। अनि गाइज आज म बिहानै उठेको थिएँ, 5:30 बजी उठेको थिएँ। अनि उठेर ब्रस गरेर फ्रेस भएर म एकछिन मेरो ल्याङ्ग्वेज टेस्टको तयारी गर्दै थिएँ। अनि त्यसपछि ल्याङ्ग्वेज टेस्टको तयारी गरेँ। अनि त्यसपछि मैले खाजा खाएँ। अनि गाइज मौसमको अपडेट दिनुपर्दा चाहिँ आज एकदमै घाम लागिरहेछ, मजाको घाम लागेको छ गाइज। आकाश पनि क्लियर छ, बादल पनि छैन, बादल हल्का छ। अनि देश आकाश क्लियर छ अनि घाम मजाले लागिरहेको छ। हिजो पानी परेको थियो नि त, बेलुका हेभी पानी परेको थियो, त्यही भएर यहाँ छ हाम्रो एलोभेरा मजाले ब्लुम भइरहेछ आज। गाइज अब हामी चाहिँ एकछिन त्यो थेरापी गर्ने ठाउँमा जान आँटेको। अभिषेकको खै के ब्याक प्रब्लम भयो अरे, अनि उसलाई यसो म थेरापीको ठाउँमा लान आँटेको। अनि अब के हुन्छ उसलाई अब डेली थेरापी गराउने अनि के रिजल्ट आउँदो रहेछ हेरौँ। हामी अभिषेक र म थेरापी गर्ने ठाउँमा जाँदैछौँ। अभिषेकलाई आज थेरापी गराउने हो। अनि घाम पनि एकदम बवाल लागिरहेको छ गाइज, आज निकै घाम छ। गाइज हामी थेरापी सेन्टरमा आइपुग्यौँ। यहाँ यस्तो छ हाम्रो थेरापी, अभिषेकलाई थेरापीको यसमा राख्ने। गाइज हामी थेरापी सेन्टरमा छौँ अहिले। यस्तो छ थेरापी सेन्टर। मैले अभिषेकलाई थेरापीमा पुर्याइसकेँ। अनि थेरापीमा पुर्याएर म चाहिँ अब मेरो एकछिन ड्युटीको लागि जाँदैछु। आज 1 आवरको मात्रै ड्युटी छ, अनि फर्किहाल्छु गाइज। यहाँ चाहिँ पोखरी छ गाइज, यो किर्तिपुरको पोखरी दामी छ। पानी चाहिँ अलिकति कस्तो येल्लो कलरको छ गाइज पानी चाहिँ। ड्युटी सक्यो, म चाहिँ अब रुम फर्किँदैछु। म चाहिँ भर्खरै ड्युटी सकेर रुम आइपुगेँ। आज चाहिँ यसो 1 घन्टाको लागि मात्रै थियो ड्युटी गाइज। अनि ड्युटी सकेर म भर्खरै रुम आइपुगेँ। अनि गाइज यता हाम्रो अभिषेकले खाना बनाउँदैछ, आज सेफ हो अभिषेक। अनि त्यही हो अब गाइज, म चाहिँ अब एकछिन रेस्ट गर्छु। अनि आज छुट्टी हो नि त, अब आज लुगा धुने, नुहाउने, फ्रेस हुने गाइज। छ म चाहिँ भर्खरै नुहाएर फ्रेस भएर आइसकेँ। अनि म अघि ड्युटीबाट आएर खाना खाएर रेस्ट गरिरहेको थिएँ, सुतिरहेको थिएँ। त्यसपछि उठेर नुहाइदियो गरेर फ्रेस भएर आएँ गाइज। हामी चाहिँ अब खाजा खान जान आँटेको। हामीलाई भोक लाग्यो, अभिषेकको भोक लागेर खोयो, भोक लागेर पुरै भोकले यो भइसकेको छ। अनि थेरापी पनि गऱ्यो। थेरापी गरेर उसको उसलाई मजा आएर थेरापी गर्न। किन मजा आयो थाहा छैन मलाई चाहिँ। राम्री नर्स थियो अरे उसले भन्दै थियो थेरापीमा। अनि म चाहिँ अब हामी चाहिँ अब खाजा खान जाने, खाजा खाएर आने गाइज। खाजा चाहिँ आज हामी सेवाले नै खाने गाइज। हामी यहाँ सेवाले नै खान जान आँटेको, अनि सेवाले नै खाने ल्याउने गाइज। हाम्रो सेवाले पनि आइसक्यो। अनि अब यो सेवाले हामी फिनिस गर्ने, अभिषेक र म। हामी चाहिँ भर्खरै खाजा खाएर रुम आइपुगेको। म चाहिँ यहाँ छत आएको छु यसो फ्रेस हुन, हावा खान। आज चाहिँ हिजो पानी परेर मौसम बब्बाल क्लियर छ। यहाँ जस्तो कस्तो दाइ पहाड देखिरहेको छ, हिमाल देखिरहेको छ गाइज। यता गुम्बा कस्तो दामी भ्यू आएको छ गाइज। पहाडहरू, हिमालहरू पनि मजाले आज क्लियर देखिरहेको छ। तर अनि ऊ धरहरा पनि देखिरहेको छ गाइज, धरहरा पनि देखिरहेको छ गाइज आज। अरूलाई देखिँदैन, अरूलाई देखिँदैन, त्यो पोल्युसन भएकोलाई देखिँदैन क्या। धरहरा पनि देखिरहेको छ गाइज आज। यस्तो छ भ्यू। पोल्युसन कति छ हेर न। यताको भ्यू बल देखिरहेको छ, माथि आकाश टाढा देखिरहेको छ गाइज। यो पर यो डाँडामा चाहिँ स्वयम्भू छ, स्वयम्भू हाम्रो स्वयम्भू यहाँ छ। माथि प्लान उठेको छ गाइज, आकाशमा प्लान। मैले यसलाई पनि क्याप्चर गरेँ। सो गाइज हामीले चाहिँ खाना खाइसक्यो। अनि अब एकछिन म चाहिँ म्याच हेर्छु। अनि अभिषेक उता फोन चलाएर बसिरहेको छ, म चाहिँ अब एकछिन म्याच हेर्छु अनि सुत्छु गाइज। यस्तो भयो आजको दिन। अनि त्यही हो गाइज, यति भन्दै म आजको भिडियो यहीँ इन गर्छु। अनि फेरि अर्को भिडियोमा भेट्नेछौँ। सो गाइज सी यू इन द नेक्स्ट भिडियो। टेक केयर, बाई गाइज।